नमस्ते, वेलकम छ मेरो ब्लगमा। र यदि मेरो टिकटक र फेसबुक र युट्युबबाट देख्नु लाइक र सब्सक्राइब र फलो गर्न नबिर्सनु होला। सो आज म तपाईहरुलाई देखाउनु छु म यत्रो धेरै यो पैसाहरु किन यो राखेछु भनेपछि यसमध्ये एउटा चाहिँ डुप्लिकेट पैसा हो, जुन चाहिँ मेरो यतापट्टिको दाजुले भिडियोमा देखाउन मिलेन। उहाँलाई चाहिँ बेलुका एकजनाले दिनुभएको थियो। अब हेर्नु, अब यो चाहिँ यो हो डुप्लिकेट पैसा। सो यसलाई म सबैलाई पानीमा डुबाएर टेस्ट गर्छु र पानीमा डुबाएर साँच्चीकै यो डुप्लिकेट हो कि नै भनेर अहिले पत्ता लाग्छ, किनकि यसमा हेर्नु यो चाँदीको उ पनि छ। र एउटा अझै के छ भनेपछि यसलाई स्वाटै तान्दा यो यसको पाता पनि दुईटा आइरहेछ। सो त्यही भएर लेट्स स्टार्ट है। सुरुमा दिस इज डुप्लिकेट एन्ड दिस इज रियल। सो रियललाई ट्राई गरौँ है, पानीमा हालेर। रियललाई हालेँ, अब डुप्लिकेटलाई हाल्छु आफ्टर 10 सेकेन्ड। यो पनि हाम्रो नयाँ 10 रुपैयाँ हो, के भन्छ रियल 10 रुपैयाँ हो। सो यसलाई पनि हाल्दिएँ मैले। एउटा यो पैसालाई जति पानीमा हाल्दा नि केही हुँदैन भनेर हाम्रो भनिरहेको थियो। सो आज त्यही हामी टेस्ट त के होइन, अब खासमा यो डुप्लिकेटै पैसा हो कि नै भनेर चेक गर्न लागेको हो। यो हेर्नु तपाईहरुलाई, यो हाम्रो जुन नेपालको रियल पैसा हुन्छ त्यसलाई यसरी तपाई जति जे गरे पनि यसले केही पनि फरक पर्दैन रियललाई। हेर्नु, जति जे गरे पनि रियललाई केही पनि फरक पर्दैन हैन। सो अब 10 सेकेन्ड भइसक्यो रहेछ। हेर्नु, यो चाहिँ डुप्लिकेट। हेर्नु कोही बेला हेर्नु डुप्लिकेट पैसा यस्तो हुन्छ साथीहरुलाई। हेर्नु, यसको काम छैन। अब लेट्स रियललाई म निकालिरहेको छु, रियल पैसालाई। यो यदि तपाईहरुले पनि यस्तो बेलुका पैसा लिनुभयो भने अलि हेरेरै लिनु होला। अब यो त के भन्छ 20 रुपैयाँ मात्रै थियो। यदि यो बाइ चान्स 1000 रुपैयाँ नै 500 रुपैयाँ नै रिटर्न दिएको होला, दिएको भए के हुन्थ्यो। सरी ओ माय गॉड। ल, यो चाहिँ हो रियल 20 रुपैयाँ हैन। लेट्स स्टार्ट है। हेर्नु, यत्रो मिचेर पनि स्वाटै खोल्दा आफै खोल्यो हैन। सो यो चाहिँ रियल हैन। अब डुप्लिकेटलाई तपाईको अगाडि रिजल्ट देख्नुभयो। यो अलरेडी नै गलिसकेको नै रहेछ भनेपछि यो यस्तो चाँदीको यहाँ चाँदीको रिल छ भनेपछि तपाईहरु नभुल्नु होला कि चाँदीको यो रिल हो भने रियल नै हो। तर यस्तो हालेर पनि यो डुप्लिकेट हुन्छ। ल हेर्नु तपाईको अगाडि हेर्नु। अब यसको पापरा पनि मैले निक्लेकै देखेको थिएँ। सो पापरा पनि निकालेर देखाउँ तपाईहरुलाई। यसको पापरा हेर्नु ल। ल, दिस इज डुप्लिकेट। पुरै निकाल्नु न त्यसले। ल हेर्नु ल। यसरी डुप्लिकेट पैसा चलाउँछ बजारमा हैन। ल हेर्नु, यो भयो। यसको पनि दाजु त अझै हैन यो रियलै हो भनेर भनिराख्नु भएको थियो हैन। तर हेर्नु ल, यो डुप्लिकेट हो हैन। सो तपाईहरु पनि पैसा लिँदा चाहिँ ख्याल गरेर लिनु होला। यस्तो 10-20 रुपैयाँमा अब 500 1000 मा समात्छ भनेर यिनीहरुले अब यस्तो मान्छेहरुले यो 10-20 रुपैयाँ पनि चलाउन थालेछ। सो प्लिज बी केयरफुल फ्रम डुप्लिकेट मनी। सो त्यही भन्न चाहन्छु म, किनकि यस्तो पैसाहरु अब यो राति नै चलाउँछ। किनकि उहाँले पनि अब राति कसले दिएको त्यो त थाहा छैन, तर बेलुका के किनेर ल्याउने बेलामा रिटर्न दिएको थियो। अब रिटर्न दिएको पैसा हेर्नुभयो तपाईको अगाडि यस्तो भयो। बेला हेर्नु, काम छैन। रियल के भन्छ रियल पैसा त हाम्रो यो 1 महिनासम्म यो पैसामा पानीमा हाल्यो पनि केही फरक पर्दैन। हस् त, धन्यवाद। बाइ बाइ, सी यू इन नेक्स्ट भिडियो। सो अहिलेलाई यतिकै। भिडियो मन परेमा लाइक र कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सनु होला। हस् त, बाइ बाइ फ्रम बिडी।